नमस्ते। नमस्ते। तपाईको नाम के पो? मेरो नाम श्रेया लिम्बू। श्रेया लिम्बू हैन? कति कक्षामा पढ्नुहुन्छ? म 7 कक्षामा पढ्छु। 7 कक्षामा पढ्नुहुन्छ। कहाँ पढ्नुहुन्छ यहाँ? म बुद्धि मेमोरियल इङ्ग्लिस स्कुल डाँडा बजारमा। बुद्धि मेमोरियल इङ्ग्लिस स्कुल डाँडा बजारमा तपाईले कति भयो नि भ्लग बनाउन सुरु गर्नु भएको? त्यस्तै भयो होला 1-2 वर्ष। हजुर। त्यस्तै 5 क्लासदेखि बनाएको। ए 5 कक्षादेखि बनाउनु भएको? 2 वर्ष भयो तपाईले बनाउनु भएको हैन? 2 वर्ष भयो। अनि खुसी हुनुहुन्छ भ्लग बनाउँदाखेरि? एकदमै। रमाइलो मान्नुपर्छ हैन? आफ्नो कामप्रति रमाइलो मान्नुपर्छ। दिदीले त बनाउनु न, दिदी कतिमा पढ्नुहुन्छ? दिदी 9 मा पढ्नुहुन्छ। दिदी 9 कक्षामा पढ्नुहुन्छ। उहाँको रुचि छैन हैन? बनाउनु न। तर यो भ्लग बनाउनु भनेको आफैमा रुचिको कुरा त भइहाल्यो। तर भ्लग बनाउनु त्यति सजिलो पनि छैन, त्यति साह्रो पनि छैन हैन? अनि यहाँ आफ्नो कामदेखि भ्लग बनाउँदाखेरि खुसी हुनुहुन्छ, खुसी छु भन्नुहुन्छ। अब कहिलेसम्म बनाउनुहुन्छ नि? अब जब ठुलै भइसक्यो पछिसम्मै बनाउनुहुन्छ हैन? पहिला त पढाइलाई समय दिनुपर्छ र कहिलेकाहीँ चाहिँ भ्लग बनाउनुपर्छ हैन? बनाउनुपर्छ। यहाँको मलाई खुसी लाग्यो, राम्रो छ त यहाँको भविष्य, तपाईको भविष्य राम्रो छ है, राम्रो छ। बनाउँदै अगाडि बढ्नुहोस्, बनाउनुहोस्। लाग्छ अरू चिजहरुको पनि जीवन उपयोगी भिडियोहरु बनाउँदाखेरि अरू चिजहरु पनि राम्रो हुन्छ है। जीवन उपयोगी कुराहरु, मोटिभेशनल कुराहरु पनि हुन सक्छ, त्यसपछि सन्देशमूलक कुराहरु पनि हुन सक्छ। तर कुनै कुनै मनोरञ्जनको कुराहरु पनि बनाउनु पर्छ हैन? सबै खाले भ्लग बनाउँदाखेरि राम्रो हुन्छ, एकै खालको भन्दा पनि। अब मैले चाहिँ यहाँलाई के फिडब्याक दिनु खोजे भन्दाखेरि तपाईले अलिकति अब बाहिर निस्किएर पनि बनाउनु पर्छ। खेरि अलिकति मलाई अप्ठ्यारो भएको थियो कि बिग्रिने पो हो कि हैन? कतै बिग्रि पो जान्छ कि कतै के भन्ने पो हो कि भन्ने लागेको थियो। अहिले चाहिँ त्यस्तो लाग्दैन मलाई हैन? त यहाँलाई चाहिँ अब त्यस्तो लाग्नु सक्छ, तर बिग्रेर केही पनि हुँदैन, पास फेल केही पनि हुँदैन, सुध्रिँदै जान्छ है। मलाई पनि अलिक धेरै मान्छे हुँदा चाहिँ अलिक लाज पनि लाग्छ, तर आजकल चाहिँ अलिक लाग्नु छोडेको छ। आजकल लाग्नु छोडेको छ, लजाउनु हुँदैन हैन? हामीले लाज अलिकति अप्ठ्यारो महसुस हुने गरी अलिकति धाक लाग्ने कुराहरू हुन्छ। मैले भने नि यहाँलाई, म मान्छेको भिडमा बोल्ने मान्छे, तर भ्लग बनाउँदाखेरि जिज्ञासा राख्दाखेरि कुरा राख्दाखेरि अप्ठ्यारो लाग्यो क्या मलाई, अलिक अप्ठ्यारो लाग्यो हैन? त यो विषय अलिकति निकै पढे लेखेको मान्छेहरू पनि जो कसैलाई क्वेसन गर्नु, जिज्ञासा राख्नुको लागि, जो भिडमा गएर कुरा गर्नुको लागि अप्ठ्यारो अलिकति। यहाँलाई चाहिँ अर्को कुरा चाहिँ के लागेको भने, यहाँ चाहिँ भ्लग चाहिँ कसको बढी हेर्नुहुन्छ भ्लग हेर्दाखेरि? मैले हजुर।